टिबेट टिभीको नेपाली प्रसारण हेरिरहनु भएका सबै श्रोताहरूलाई न्यानो अभिवादन। केही परिस्थितिका कारण हामीले साप्ताहिक नेपाली समाचार प्रसारण गर्न सकेनौं र त्यसको लागि हामी क्षमाप्रति छौं। तसिदेलेक नमस्कार। टिबेट टिभीको नेपाली प्रसारणमा स्वागत छ। यस सप्ताहको तिब्बत, परमपवन दलाई लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ म लुडो साङ्पो उपस्थित भएको छु। सुरु गरौं यस सप्ताहका प्रमुख समाचारहरू संक्षेपमा। एकीकृत चेतना बारे परमपवन ज्यूद्वारा प्रवचन। तिब्बत भित्रको गम्भीर अवस्था, सिक्योङको बयान। सिक्योङले मानव अधिकार अधिवक्ताको लागि एनबीए स्टार एन्स काउन्टर फ्रिडमको प्रशंसा। श्री भूपेश कुमारद्वारा निर्वाचित तिब्बती संसदको भ्रमण। कालेन नोर्जिन डोमाद्वारा भारत तिब्बत समन्वय संघको सम्मेलनमा सहभागिता। पूर्व राजनीतिक बन्दी तुण्डु वाङचेनले युरोपमा तिब्बतबारे चेतना जगाउन जारी। अब समाचार विस्तारमा। परमपवन दलाई लामा ज्यूले धर्मगुरुहरूले आफ्नो आस्थाको प्रवर्तन गर्नुभन्दा पनि विश्वमा शान्ति प्रवर्तन गर्न योगदान पुर्याउन सक्ने बताउनुभयो। यस हप्ता बुधबार वर्ल्ड कम्युनिटी अफ क्रिस्चियन मेडिटेशनका फादर लरेन्स फ्रीमेनसँगको 1 घण्टासम्म लामो कुराकानी गर्नुभयो। धर्मको भविष्यको बारेमा फादर फ्रीमेनको प्रश्नले जवाब दिँदै परमपवन दलाई लामा ज्यूले शिक्षा एक विश्वव्यापी मूल्य हो, धर्म व्यक्तिगत छनौट हो र सबै धर्मको अन्तर्निहित सन्देश प्रेम र करुणा हो भन्नुभयो। I think India should be leading nation in education, for more emphasis about wholeheartedness, for peace of mind, for good health, and also opportunity. We must make every effort to promote India's 1,000-year-old concept of karuna, compassion. दिल्लीको आफ्नो आधिकारिक भ्रमणमा श्री जोम्पेम्बा छिरिङले रिपब्लिक टिभीलाई एक अन्तर्वार्तामा तिब्बत भित्रको डरलाग्दो अवस्था उल्लेख गर्नुभयो, जुन आजै खराब हुँदै गइरहेको छ। सिजोङले तिब्बती जनताको परिस्थितिहरू यथार्थ अध्ययन गरी तिब्बती पहिचानको आधार रहेको तिब्बती भाषाले उन्मूलन गर्न चीनको प्रयासहरूबाट थप सजग हुनु आग्रह गरेको छ। And the way the Chinese policies and programs are being implemented inside Tibet, whether it's to do with Tibetan language, which is the basis of our culture and religion, now Chinese government have started teaching Chinese from Montessori level. So today's Xi Jinping's government is talking about one China, one culture, one language, which is aimed at eradication of national identity of not just the Tibetans, but also Uyghurs and even Chinese themselves. हालमा उनी तिब्बती विद्यालय, गुम्बाहरू, वृद्ध आश्रम र उत्तरी भारतका बस्तीहरूमा बसोबास गरिरहेका तिब्बतीहरूको भ्रमण गर्दैछन्। केन्द्रीय प्रशासनको सिक्योङले तिब्बतको स्वतन्त्रता आन्दोलनलाई समर्थन गरेको र चिनिया शासन अन्तर्गत तिब्बतभित्र तिब्बती जनताको पीडाप्रति समर्थन व्यक्त गरेकोमा एनबीए स्टार एन्स काउन्टर फ्रिडमलाई आधिकारिक पत्र पठाएर आफ्नो प्रशंसा व्यक्त गर्नुभएको छ। My message to the Chinese government is free Tibet. Tibet belongs to Tibetans. I'm here to add my voice and speak out about what is happening in Tibet. Under the Chinese government's brutal rule, Tibetan people's basic rights and freedoms are non-existent. They are not allowed to study and learn their language and culture freely. They are not allowed to travel freely. They are not allowed to access information freely. The Tibetan people are not even allowed to worship freely. For more than 70 years, Tibetan monks, nuns, intellectuals, writers, poets, community leaders, activists, and many more have been detained, sent to political re-education classes, subject to torture, lengthy interrogations, and even been executed simply for exercising the freedom that you and I take for granted. There have been more than 5,000 political prisoners in Tibet the last 25 years.
5,000. Did you know that simply owning a photo of the Dalai Lama in Tibet is grounds for arrest? Even flying the Tibetan national flag could get you arrested. सिन्धु बेसिन अर्गनाइजेशन का सुपरिटेंडेंट इंजीनियर भारतीय सरकार को अंतर मंत्रालय केन्द्र टोली का सदस्य श्री भूपेश कुमार गत हप्ता अन्य विशिष्ट व्यक्तिहरूसँग निर्वासित तिब्बती संसदको भ्रमण गर्नुभएको छ। निर्वासनमा रहेका तिब्बती संसदका सभामुख खेम्बो सोनाम टेम्पे र उपसभामुख डोमा छिरिङले अतिथिहरूलाई तिब्बती संसदको विकास, विगतका वर्षहरूमा यसको सञ्चालनमा भएका परिवर्तनहरू र यसका वर्तमान रचनाहरूबारे जानकारी प्रस्तुत गरेका छन्। यस हप्ता सोमबार केन्द्रीय तिब्बती प्रशासनका सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध मन्त्री सुश्री नोर्जिन डोर्माले भारतमा रहेको तिब्बती समर्थन समूह भारत तिब्बत समन्वय सङ्घद्वारा आयोजित तिब्बत र तिब्बती वर्तमान र भविष्य शीर्षकको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा भाग लिनुभएको छ। सम्मेलनले विश्वभरका अग्रणी शोधकर्ताहरू, वैज्ञानिकहरू, सामाजिक वैज्ञानिकहरू, सामाजिक कार्यकर्ताहरू, शिक्षाविदहरू र पत्रकारहरूलाई तिब्बतको समर्थनमा आफ्ना अनुसन्धान अनुभवहरू आदान प्रदान गर्न र साझा गर्न, भारतीय र तिब्बत बीच अन्तर्विषय दृष्टिकोण प्रवर्धन गर्न, शैक्षिक संस्थानहरू, स्वदेशी तिब्बती औषधिहरू र औषधीय अभ्यासहरू र भारत र तिब्बतमा सांस्कृतिक सहजीवनको स्थापना गर्ने प्लेटफर्म उपलब्ध गरेका छन्। पूर्व तिब्बती राजनीतिक कैदी दुन्डुम वाङचे हाल 2022 बेजिङ शीतकालीन ओलम्पिक अघि 15 युरोपेली देशको भ्रमणमा छ। उनले आफ्नो भ्रमण पेरिसबाट सुरु गर्दै ब्रसेल्स गए, जहाँ उनले पत्रकार, राजनीतिज्ञ र व्यक्तिहरूलाई भेटेर चिनिया जेलमा भोग्नु परेका कठिनाई र तिब्बतभित्र तिब्बती जनताहरूको पीडा र आफ्नो व्यक्तिगत अनुभव सुनाएका छन्। उनले भावनात्मक अनुभवद्वारा तिब्बतलाई 2022 बेजिङ ओलम्पिक खेलकुदमा अग्रपङ्क्तिमा ल्याउने आशा राखेका छन्। दुन्डु वाङचुनको फिल्म लिभिङ फेयर बिहाइन्ड ब्रसेल्समा प्रदर्शन गरेका थिए। चलचित्रमा परमपावन दलाई लामाजू आफ्नो जीवनकालमा तिब्बत फर्किनु इच्छा राखेका सबै तिब्बतीहरूको अन्तर्वार्ता, 2008 को बेजिङ ओलम्पिक र तिब्बतमा मानव अधिकारका बारेमा उनीहरूको धारणा राखिएको छ। उनले यी अन्तर्वार्ताहरू रेकर्ड गर्न तिब्बतको यात्रा गरेका छन् र फिल्मको परिणामस्वरूप चिनिया सरकारले 6 वर्षको जेल सजाय सुनाएको थियो। 니똥제 그 스티문 듣고는 다 센서 나른 그 오빠도 비 차니스지나 듣고 니똥제 그 스티문 듣고나 스티문인데 니스통 세나라 르가 요빠도 영나 지나 근데 그 가투는 있지 나른이나 듣고인데 가투는 문데 다 매니트먼데 지저 대파마신 거 Kerja bunda bagla kata tak yang dimu sama tak yang mau sampai dimu makan dari mau masuk kot Gera izin re dia tendi da cheskin jandı gana çoğu çekti yolunu red yakın hangi zandı kızıkta Gerçekten timu tapada takma da yol nerede? Yolsa yolunu mari. Dinimut ki çoğun di tayo ma zamde yeta kemu çek. हस्त आजको लागि नेपाली साप्ताहिक समाचार यति नै। अर्को हप्ता फेरि भेटौँला। टासी दैलेख नमस्ते।